म जिते पनि देश बनाउँछु, नजिते पनि देश बनाउँछु र नेपालको जल जङ्गल जडीबुटी साल पानी गाजा लोकल लक्ष्य रक्त चन्दन सबैलाई वैधानिक गरेर नेपालभित्रै मैले चाहिँ करोडपति बनाउने एउटा सोच छ। लाग्ला 5, 10, 15 वर्ष लाग्ला, तर एकचोटि चाहिँ हरेक नेपाललाई करोडपति बनाएर छाड्छु है त। घन्टीलाई दिन त हामी यसपल्ट तयार छौँ, तर जम्मा एकचोटिलाई। त्यस पछाडि फेरि हामी हिजो पनि रुख्थ्यो र भोलि पनि रुख हुने। मलाई त जसले 1 लाख पैसा दिन्छ त्यसैले भोट हाल्छु। आफूलाई चिनौँ, आफ्नो देश चिनौँ। जननी जन्मभूमि र म स्वर्गदपि गरेपछि जन्मिएको देश र जन्म दिने आमा प्राणभन्दा पनि प्यारो हुन्छन्। हामीले जन्मभूमि कसैलाई छोड्न नपरोस्, जुन करले चाहिँ दुवै कतार सबैतिर गर्नु परेको छ। पार्टी भन्ने सिद्धान्तले बन्ने हो होइन, कुनै समूह र भिडले बन्ने होइन। देश बन्ने भनेको सिद्धान्त र पार्टी होइन, सबै कुरो भिजन भयो भने मात्रै बन्ने हो। त्यही भएर चाहिँ सोचेर चाहिँ मतदान गर्नुपर्छ। सबैलाई सधैँभरि भ्रममा राख्यो। हामीले भ्रमको खेती होइन, श्रमको खेती गर्न आएको। हामी कुराको खेती होइन, खेतीको कुरा गर्न आएको। तपाईँका जुन पाहाडमा बाँझो भएका जमिनहरूलाई हामी सदुपयोग गर्नेछौँ। तपाईँका छोराछोरीलाई विदेश पठाएर सबैजनालाई उ गरेर जुन तरिकाले यिनीहरूको रडाएको छ यसलाई बन्द गरेर वा नेपाल भन्ने एउटा समग्र परिवार बनेर चाहिँ देशमै रोजगारी, देशमै शिक्षा स्वास्थ्य फ्री र देशमै एउटा सुशासन, देशमा आनन्द खुसी दिन चाहन्छु। एकचोटि मौका दिनु होला। आदरणीय दर्शकबिन, स्वागत छ सबैजनालाई हाम्रो युनाइट युट्युब च्यानलमा। आज म फेरि नयाँ भिडियोको साथ हजुरहरूको सामु उपस्थित भइसकेको छु। आज म तपाईँलाई चुनावको माहौल देखाउन गइरहेको छु। अहिले जनताहरू कतिको सचेत छन् यो चुनावलाई लिएर र कुन पार्टीलाई भोट हाल्ने मानसिकता बनाइरहेको छन्। अहिले चाहिँ अब के छ माहौल, जनताहरूको के छ सोच चाहना, के छ, कस्तो नेता चुन्ने सोचिरहेको छन्, सब कुरा चाहिँ म यो भिडियोमा देखाउन गइरहेको छु। यति भन्दै म भिडियोलाई सिधै सुरु गर्न चाहन्छु। स्वागत छ हजुरलाई हाम्रो कार्यक्रममा। अहिले चाहिँ चुनाव नजिकै गर्दा अहिले फागुन 21 मा चुनाव छ। तपाईँ चाहिँ कोप्रति अलिकति आशावादी हुनुहुन्छ अङ्कल? आशावादी भन्दा पनि जसको चाहिँ भिजन छ, हजुर, जसको विचार र सिद्धान्त छ हजुर होइन, त्यसप्रति नै विश्वास गर्नुपर्छ। जसको भिजनै छैन, जो होइन हावामा आइरहेछन्, तिनीहरू कुनै एजेन्डा छैन, तिनीहरूप्रति अब एउटा माल भए पनि त्यसले निकास दिन सक्दैन। त्यही भएर चाहिँ जसको भिजन छ, जसको सिद्धान्त छ, पार्टी भन्ने सिद्धान्तले बन्ने हो होइन, कुनै समूह र भिडले बन्ने होइन। देश बन्ने भनेको सिद्धान्त र पार्टी होइन, सबै कुरो भिजन भयो भने मात्रै बन्ने हो। त्यही भएर चाहिँ सोचेर चाहिँ मतदान गर्नुपर्छ अहिलेको जस्तो लाग्छ। तपाईँ चाहिँ कुन पार्टीले भोट हाल्न सोच्नु भएको छ अलि भन्न मिल्छ अङ्कल? पार्टी भन्दा पनि अब व्यक्ति हेर्नुहुन्छ हेर्नु पनि पर्यो। यहाँ चाहिँ विष्णु पौडेल र सुलभ खरेल निकल भुषाल उठ्नु भएको छ। तीनमध्ये चाहिँ को प्रति अलिकति विश्वास गर्नुभएको छ? अब सुलभ खरेल जी पनि अब हुनुहुन्छ, विष्णु पौडेल पनि विगतमा हुनुहुन्छ होइन, सबै आफ्नो ठाउँमा ठिक हुनुहुन्छ होला। तर पनि भोट हाल्दाखेरि चाहिँ धेरै विचार गर्नुपर्ने हुन्छ होइन। समूह र भिडको पछि लाग्न भन्दा पनि विचारको पछि लाग्नुपर्छ जस्तो लाग्छ मलाई। हजुर, तपाईँ चाहिँ अब कुन पार्टीले भोट हाल्छ भन्नु न, तर चाहिँ नयाँ युवा आउनु पर्यो, अलिकति भिजन हुनु पर्यो। होइन, यस्तो हो, नयाँ युवा भन्दा पनि सोच नयाँ हुनु पर्यो के। मान्छे नयाँ हुँदैमा होइन, उमेर कम हुँदैमा त्यो नै राम्रो हुन्छ भन्ने पनि छैन होइन। अहिले जलाउनेहरू भनेका पनि सबै होइन, देश ध्वस्त पार्ने भनेको युवा नै हो। त्यही भएर सबै युवाहरू नै राम्रो हुन्छ भन्ने पनि होइन। जेनजीहरूले देश ध्वस्त पारे भन्ने सोचमा हुनुहुन्छ तपाईँ पनि? होइन, जलाउनेहरू त युवा नै हो। जेनजी भन्नाले जेनजी वास्तविक जेनजी होइनन् तिनीहरू होइन, युवा नै थिए तिनी जलाउनेहरू, देश ध्वस्त पार्ने। धन्यवाद अङ्कल, एकदम राम्रो कुरा गर्नुभयो, धेरै धन्यवाद। युवालाई देशमा रोजगार दिने, कोहीलाई विदेश जानु नपर्ने र शिक्षा स्वास्थ्य फ्री गरेर बुढेसकाललाई चाहिँ उपचार गर्न पैसा नलाग्ने, छोराछोरी जन्माइसकेपछि पैसा नलाग्ने व्यवस्था गर्ने, त्यति चाहिँ सोचेको छु मैले। अरू उम्मेदवारहरूको बारेमा के भन्न चाहन्छ? राम्रो छन्, जोसुकैले जे गरे पनि हामी सहयात्री। हाम्रो प्रतिस्पर्धा एकअर्कासँग होइन, हाम्रो लडाइँ नेपाली बिच होइन, हाम्रो लडाइँ इन्डिया, चाइना, अमेरिका, अस्ट्रेलियाको युवाहरूसँग कम्पिटिसन भनेको प्रतिस्पर्धा भनेको र हाम्रो दुश्मन भनेको भ्रष्टाचार, हाम्रो दुश्मन गरिबी, हाम्रो दुश्मन परनिर्भर सोच हो। हामी सबै नेपाली भनौँ, नेपाल भनौँ, वीर गोर्खाली भनौँ र यो देश स्वर्गको बगैँचा जस्तो छ। भगवान् जनता स्थान, स्वर्ग जस्तो देश, भगवान् जस्तो जनतालाई सधैँभरि हँसाऊँ, सधैँभरि बचाऊँ। यो देशलाई साँच्चैकै एउटा वा नेपाल वा वीर गोर्खाली भन्ने बनाऊँ, यही भन्न चाहन्छु। हुन्छ, यो चाहिँ घन्टीको रेली भइरहेको छ 3 मा। स्वागत छ हजुरलाई हाम्रो कार्यक्रममा। अहिले चाहिँ चुनाव नजिकै गर्दा हजुर चाहिँ को प्रति अलिकति आशावादी हुन्छ? कसलाई भोट हाल्न सोच्नु भएको छ अहिले चाहिँ? नै भोट भनेको कुरा यस्तो हजुर, हुन त हामी चाहिँ नेपाली काङ्ग्रेसको बाबुबाजेदेखि नै हो हजुर होइन। हजुर, हजुरबाबु पनि बित्नुभयो, बाबु पनि बिते होइन, बाका 2-3टा बुढी पनि बिते, सबै काङ्ग्रेसमा थिए आजसम्म, भोलिको दिनमा पनि हुनेछौँ। र यो
हरेक कुरो होइन चेन्ज हुँदै आएकोमा एकचोटि हामी घन्टीलाई सहयोग गर्न तयार छौँ। आशावादी हुनुहुन्छ? नै घन्टीलाई दिन त हामी यसपल्ट तयार छौँ, तर जम्मा एकचोटिलाई। त्यस पछाडि फेरि हामी हिजो पनि रुख थियो र भोलि पनि रुख हुने। यो पालि चाहिँ घन्टीले दिने, अर्कोचोटि फेरि काङ्ग्रेसले दिने। किन अङ्कल त्यस्तो? किन त्यस्तो होइन, किनभने यसको हामी नतिजा हेर्न चाहन्छौँ। यो पालि नि काङ्ग्रेसले दिनु कि अङ्कल? हामी नतिजा हेर्न चाहन्छौँ। नतिजा अब चाहिँ राष्ट्रपालले के गर्छ, बालेनले के गर्छ प्रधानमन्त्री भन्ने चाहिँ हेर्न चाहनुहुन्छ? अब उहाँले के गर्नुहुन्छ त्यो अब गरेपछि थाहा हुन्छ। पहिले त भन्न केपी ओली मन पर्छ कि नै? केपी ओली मन पर्छ कि नै? केपी ओली हजुर हजुर केपी ओली अब चाहिँ मन नपर्ने होइन। हजुर मन पर्छ होइन। हजुर श्राद्ध गर्ने किताब 11वटा छन्, सबैलाई मन पराउनु पर्छ भने हजुर केपी ओलीलाई मन नपार्नु कुनै अर्थ छैन। मन नपार्ने होइन, मन पार्ने। हजुर चित्रबहादुर कार्कीलाई मन पार्ने, हजुर शेरबहादुर देउवालाई नि मन पार्ने हजुर होइन। भएजति होइन, नेपाल आमालाई नै मन पार्ने, देशलाई मन पार्ने, माया गर्ने, सबै गर्ने। तर भोट चाहिँ अहिले घन्टीमा दिने। भोट चाहिँ 100% अहिले चाहिँ घन्टीमा चाहिँ हामी चाहिँ दिन चाहिँ तयार छौँ। घन्टीको उम्मेदवारहरू र माहौल चाहिँ एकदमै तातिसकेको छ हाम्रो यो क्षेत्र नम्बर 2 रूपन्देहीमा। जनताहरू एकदम धेरै आउनुभएको छ। यो जुन युपी बिहारको 50 करोड मेरो टार्गेट हो, त्यो मान्छेलाई चाहिँ पहिलो देख्ने पहाड यिनी हुन्। यहाँ ल्याएर पहाड देखाउन चाहन्छु, ऊ त पहाडमा चढाएर हिमाल देखाउन चाहन्छु र यो 50 करोड ल्याएर यो ठाउँलाई चाहिँ भिडभाड पुरै टेकिन नसक्नु बनाउने चाहिँ मेरो योजना छ। टाइम लाग्ला बट सकिन्छ, गरिन्छ। अहिले चाहिँ चुनाव नजिकिँदै घर त अहिले फागुन 21 मा चुनाव छ र हजुर चाहिँ को प्रति अलिकति आशावादी हुनुहुन्छ अङ्कल? राष्ट्रपाप्रति अहिले चाहिँ राष्ट्रपाप्रति अलिकति पोजिटिभ हुनुहुन्छ? हजुर। अहिले तपाईँले चाहिँ बालेन र केपी ओलीमा को ठिक लाग्छ? बालेन ठिक लाग्छ। बालेन ठिक लाग्छ। केपी ओली किन मन पर्दैन? केपी ओलीले पटक पटक अब सरकारमा गएर पनि जनताको लागि केही गर्न सक्नु भएन, देशको लागि केही गर्न सक्नु भएन। अनि चाहिँ केपी ओलीले चाहिँ अब वीरता भर्ता दिन्छु भन्नुभएको छ र केरुङ काठमाडौँ रेल मार्ग पनि बनाउँछु भन्नुभएको छ। तपाईँले त्यही पनि किन मन परेन केपी ओली चाहिँ? त्यो केपी ओलीको वृद्धा भत्ता दिने त्यो जनतालाई नबुझेको जनतालाई भरम मात्रै हो। हजुर। उहाँको त्यो खोल्टीबाट दिने होइन, उहाँले कट्ठा बेचेर दिने होइन। हजुर। उहाँले हाम्रै पैसा हामीलाई दिने हो। हाम्रै पैसा हामीलाई दिने हो। हजुर। नेपाली जनतालाई चाहिँ नि थाङ्नामा सुताएर उहाँले भरम फैलाउने मात्रै हो। भनेपछि तपाईँ अहिले राष्ट्रपाप्रति अलिकति आशावादी हुनुहुन्छ र बालेनले अलिक रुचाउनुहुन्छ? अलिक दिएन, 100%। ठिक छ, हामी 3 करोड नेपाली छौँ। नेपाली बनाउन चाहेको हाम्रो देश नेपाल स्वर्गभन्दा राम्रो छ होइन। हामीले चिन्न नसक्यो, हामी आफैलाई चिन्न नसकेको, मेरो देशलाई चिन्न नसक्यो होइन। त्यही भएर चाहिँ म एक्लै छैन, कहिले पनि एक्लै थिइनँ र कहिले पनि एक्लै छैन। र नेपाल हाम्रा साथीभाइ नेपालको जुनसुकै ठाउँमा, संसार जुनसुकै ठाउँमा पुगेका छौँ। अब चाहिँ देश बुझ्ने बेला आएको छ, आफैलाई बुझ्ने बेला आएको छ। आफैलाई चिनौँ, आफ्नो देश चिनौँ। जननी जन्मभूमि र म स्वर्गदपी गरेपछि जन्मिएको देश र जन्म दिने आमा प्राणभन्दा पनि प्यारो हुन्छन्। हामीले जन्मभूमि कसैलाई छोड्न नपरोस्। जुन करले चाहिँ दुवै कतार सबैतिर गर्नु परेको छ, त्यसलाई चाहिँ मैले जस धेरै नै योजनाहरू छन्। दाइ अहिले चुनाव नजिकै गइरहेको बेला अहिले चुनाव अब फागुन 21 मा चुनाव छ र हजुर चाहिँ को प्रति भोट हाल्ने सोच्नु भएको छ? कोलाई चाहिँ अलिकति आशावादी मान्नुभएको छ अहिलेको चुनावमा? आशा त म कसैले नि गर्दैन। मलाई त जसले 1 लाख पैसा दिन्छ त्यसैले भोट हाल्छु। पैसा जसले दिन्छ त्यसैले भोट हाल्नुहुन्छ? बालेनलाई पनि भोट हाल्नुहुन्छ? बालेनलाई पनि कुनै पार्टीले हाल्दैन, कुनै पार्टीले भोटै नहाल्दिने? कि पैसा दिने देवार मात्रै हाल्ने, तपाईँ हाल्दै नहाल्ने? कि पैसा दिए हाल्ने, कि छोराछोरीले पढाइदियो भने हाल्ने। बालेनले चाहिँ अब जित्यो भने चाहिँ छोराछोरी सब शिक्षा स्वास्थ्य सब फ्री गरिदिन्छु भनेको छ, त्यसलाई कसरी हेर्नुहुन्छ? त्यो त आशा गर्दैन मैले। त्यस्तै आशा गर्नु, पैसा चाहियो, सिर्फ 1 लाख चाहियो। केपी ओलीले चाहिँ तयारको साथसाथमा हामी आतुर पनि भइसकेको अवस्था छ। अझ घन्टीले भोट हाल्न हामी आतुर भइसकेको अवस्था छ। र सुन्नु न, केपी ओलीले चाहिँ जित्यो भने चाहिँ केरुङ काठमाडौँ पोखरा रेल अनि घर घरमा पाइपको ग्यास जोडिदिन्छु भनेको छ। केपी ओलीले भोट हाल्दा बहुत फाइदा हुन्छ नि त अङ्कल? त्यो कुरो पनि हेर्नै बाँकी छ। प्रचण्डले स्विजरल्यान्ड बनाउँछु भनेर यही हो स्विजरल्यान्ड भएको। हजारौँ 17,000 मान्छेको रगतले हजुर पो भयो स्विजरल्यान्ड। स्विजरल्यान्ड बनाउँछु जहाँ कि स्विजरल्यान्डमा कुनै पुलिसको चाहिँ कुनै एउटा पुलिस देखिँदैन, बिना पुलिसको त्यहाँ सुरक्षा छ हजुर होइन। भनेपछि यो 17,000को बारेको त्यस्तो हुन्छ? हजुर एकदम लथालिङ्ग बनायो भन् प्रचण्डले पनि। ल विश्वमा हेरौँ त यस्तो देश छ स्विजरल्यान्डमा, कोही एउटा पुलिस छ, त्यहाँ कोही आर्मी छ, एकदम शान्ति, एकदम पिसफुल देश हो, पुलिसको जरुरी नपर्ने। हजुर
त्यस्तो देश बनाउँछु भने होइन। हजुर तपाईँले चाहिँ बालेनलाई के भन्न चाहनुहुन्छ, के गर्दै हुन्थ्यो बालेनले जित्यो भने चाहिँ? बालेन अब युवा मान्छे हो, हेर्दै जाऊँ अब उहाँले अब चाहिँ के कस्तो गर्दै हुनुहुन्छ, युवा पुस्ता अब चाहिँ उहाँ हुनुहुन्छ, हजुर उहाँको म्यान्डेट कस्तो किसिमको चाहिँ गइरहेछ। अब काठमाडौँवासीमा अब कता कता सुनिन्छ राम्रो म्यान्डेट गएको भएर है हजुर होला। अहिले पनि चाहिँ बालेनलाई दिने भन्ने सबैको आम जनताको मनमा रहेको छ। हजुर अर्को पार्टी यो पार्टी त्यो पार्टी भन्दा पनि हरेक पार्टीमा मान्छे राम्रा पनि छन् नराम्रा पनि छन् हजुर होइन। त्यो एउटै पार्टीमा भए पनि होइन। तर यो पालि चाहिँ राष्ट्रपाले भोट हाल्ने, यो पार्टी चाहिँ यो पालि चाहिँ बालेन शाहले भोट हाल्ने, रवि लामिछानेले भोट हाल्ने। यो मात्र ठाउँ नभएर यो ठाउँ मात्र नभएर मेरा मान्छे लगायत मेरा हिम्मत नल्याएर होइन, बारा जिल्ला, पर्सा जिल्ला, मकवानपुर जिल्ला हजुर होइन, चितवन जिल्ला हजुर होइन, अनि गएर चाहिँ सुनसरी जिल्ला हजुर होइन? जताततै सबै जताततै काङ्ग्रेसहरूले मेरा पनि मान्छेहरू घन्टीलाई भोट हाल्ने। अब छन्। काङ्ग्रेसहरूले पनि घन्टीलाई भोट हाल्ने एकचोटि मात्रै, एकचोटि अर्कोचोटि चाहिँ काङ्ग्रेसलाई भोट हाल्ने। धन्यवाद अङ्कल, धेरै धेरै त्यही धन्यवाद। हो। मेरा भगवान् जस्ता मतदाता तपाईँलाई सधैँभरि भ्रममा राखेँ। हामीले भ्रमको खेती होइन श्रमको खेती गर्न आएको, हामी कुराको खेती होइन खेतीको कुरा गर्न आएको। तपाईँका जुन पाहाडमा बाँझो भएका जमिनहरूलाई हामीले सदुपयोग गर्नेछौँ। तपाईँका छोराछोरीलाई विदेश पठाएर सबैजनालाई उ गरेर जुन तरिकाले यिनीहरूको रडाएको छ यसलाई बन्द गरेर वा नेपाल भन्ने एउटा समग्र परिवार बनेर चाहिँ देशमै रोजगारी, देशमै शिक्षा स्वास्थ्य फ्री र देशमै एउटा सुशासन, देशमा आनन्द खुसी दिन चाहन्छु। एकचोटि मौका दिनु होला। हेर्नुभयो अरूलाई बारम्बार, एकचोटि हेरिदिनुहोस् जुत्तालाई, एकचोटि हेरिदिनुहोस् युवालाई, एकचोटि हामीलाई मौका दिनुहोस्। त्यसपछि निराश बनाउने छैनौँ, आशालाई निराशा बनाउने छैनौँ, आशालाई भरोसा बनाइनेछौँ। र हामी वैकल्पिक शक्ति बन्न आएको होइन, हामी सङ्कल्पको शक्ति बन्न आएको। हामी राष्ट्रबाट सङ्कल्प गरेर देश बनाइ छाड्नेछौँ। मैले नेपालभरि गाजा स्टोर खोलेको चाहिँ एउटा तिलोत्तम, एउटा भुटो, एउटा सैनामानमा खोल्छु। र जुन पाहाडको बाँझो जमिन छ भए नि खोल्छु नगए नि खोल्छु होइन। मलाई त जितेर गर्छु नजितेर गर्दिनँ भने मैले जिते पनि देश बनाउँछु, नजिते पनि देश बनाउँछु। र नेपालको जल जङ्गल जडीबुटी साल पानी गाजा लोकल लक्ष्य रक्त चन्दन सबैलाई वैधानिक गरेर नेपालभित्रै मैले चाहिँ करोडपति बनाउने एउटा सोच छ। लाग्ला 5, 10, 15 वर्ष लाग्ला, तर एकचोटि चाहिँ हरेक नेपाललाई करोडपति बनाएर छाड्छु है त। यति सङ्कल्प, हस् सङ्कल्प हो। फोटो सेसन भइरहेको छ सुलभ खरेलसँग। यहाँ चाहिँ रमाइलो भइरहेको छ। दिनसँग हिँड्न जानुभएको छ र यहाँ चाहिँ आमसभामा चाहिँ पार्टिसिपेट गर्नको लागि चाहिँ धेरै जनताहरू आउनुहुन्छ। अङ्कल के भन्न चाहनुहुन्छ? के नभन्ने देनजङ छ सुरज खरेलको भाषण। छैन महिनालाई कस्तो बनाउने भन्ने कुरामा छैन महिनावासीहरूको आफ्नो निर्णय गर्न नपाइरहेको अवस्था पनि मैले देखिरहेको छु। अहिले चाहिँ चुनाव नजिकै गर्दा तपाईँले चाहिँ को प्रति अलिकति आशावादी हुन्छ आन्टी? अब जो राम्रो काम गर्छ उसैलाई दिने। जो राम्रो काम गर्छ त्यसैलाई भोट दिने भन्न सोच्नु भएको छ। तर चाहिँ कुन पार्टीप्रति अलिकति विश्वास गर्नुभएको पार्टी छ? साथी मैले भन्न जान्दिनँ। अब आफूले जौनो मान्छेले राम्रो काम गर्छ उसैलाई दिने। यहाँ बाटो बन्न पर्यो, हजुर विकास हुन पर्यो। विकास हुन पर्यो। एउटा बजारमा बाटो पनि बनेको छैन। यो त बजाने बाटो यसो ढुङ्गा कति बच्चा लोटेखान कति दुःख भइरहेको छ। हजुर धुलो भइरहेको छ। धुलो भइरहेको छ। जसले राम्रो काम गर्छ उसैलाई दिने। अनि हजुर चाहिँ केपी ओली र बालेन शाहमा चाहिँ को मनपर्छ? ए मैले त भन्दिनँ, तर जसले राम्रो काम गर्छ उसैलाई दिने। उसैले भोट दिन्छ। ल धन्यवाद, आन्टी एकदम राम्रो कुरा गर्नुभयो। स्वागत छ अङ्कल हजुर हाम्रो कार्यक्रममा। अहिले चाहिँ चुनाव नजिकै गर्दा अहिले फागुन 21मा चुनाव छ र 10-15 दिन छ चुनाव आउन पनि। अनि हजुर चाहिँ अहिले को प्रति अलिकति आशावादी हुनुहुन्छ अङ्कल? अहिले त्यही घन्टीले जित्छ कि भन्ने सम्भव छ हजुर होइन। पहिला त एमाले नै हो। अब एमाले पहिला चाहिँ एमाले हाल्नुभयो भनेपछि अहिले घन्टीप्रति आशावादी हुनुहुन्छ होइन, अहिले जित्छ कि भन्ने कुरो छ। जित्छ कि भन्ने हो, तर भोट चाहिँ थाहा छैन। भोट त थाहा छैन। भोट चाहिँ नभनौँ, तर चाहिँ घन्टीप्रति आशावादी हुन्छ। अहिले चाहिँ केपी ओली र बालेन शाहमा चाहिँ तपाईँले को मनपर्छ अहिलेको कन्डिसन? अहिलेको हालमा बालेन शाह। अहिले चाहिँ बालेन शाहप्रति अलिकति आशावादी हुनुहुन्छ, के गर्छ कि भन्ने आश छ। केही गर्छ कि भन्ने हो। पहिला चाहिँ तपाईँले केपी ओलीलाई भोट हाल्नुभयो भन्नाले सूर्यलाई भोट हाल्नुभयो। सूर्य किन केपी ओलीलाई अहिले छोड्ने सोच्नुभयो अङ्कल? किनकि केपी ओलीले त वृद्धा भत्ता दिन्छ अनि त्यसपछि केरुङ काठमाडौँ पोखरा रेल बनाइदिन्छु भनेको छ। घर घरमा पाइप त्यो त केपी ओलीलाई हाल्न सकिन्छ। त्यसलाई पनि हाल्न सकिन्छ। केपी ओलीले हाल्न सकिन्छ। केपी ओलीप्रति अलिकति तर आशा पछि छ। के भन्छ खास बाजामा छैन। कहिले चुनाव हुँदैन भन्छ, के भन्छ होइन, त्यस्तै छ। अहिले चुनाव भयो भने चाहिँ घन्टीप्रति अलिकति आशावादी हुनुहुन्छ र अन्त्यमा के भन्न चाहन्छ अङ्कल हाम्रो जनताहरूले? जनताहरूलाई अब सकेसम्म त अब नयाँ पार्टीले जित्नु पर्ने हो होइन। हजुर नयाँ पार्टीलाई चाहिँ भोट हाल्नु पर्छ भन्नु सम्भव यहाँ धेरै त्यही देखिरहेछ। हजुर तर हुनसम्म के हुन्छ थाहा छैन। चुनाव हुन्छ कि तर भयो भने चाहिँ राष्ट्रपालै भोट हाल्ने।